यो घरका बड्डा बड्डीले पनि कति खान सकेका हुन् हो। हेर त यो चामल कति हाल्दिएका हुन्। म आफै छुट्याउँछु आज यो छोरालाई यो छोरीलाई यो आमालाई। यति त बच्यो यति चाहिँ राख्नु। अलिकति मासु ल्याएको छु क्या आइदेन ए मासु आमै ए खाना साना म छोड्यो होला म के गर्नु म त माइत खाइहाल्छु यिनीहरूले त्यसो गर्छन्। आइज आइज यो त कहाँ ए बुहारी कहाँ मुन्टीलाई यहाँ कहाँ जाने हो र ऊ आमाले बोलाइसिन् माइत मासु पकाइसिन् गरे म त्यही खाना खान्छु आज। तिमी लोभीका सन्तानहरूले कहिले मासु ल्याउनु के अरे। ए छोरी यस्ता बड्डा कुरा क्या सुन्दैछ क्या आइज छिटो बड्डा त्यो कस्तो ल्या। ए भगवान यो नजिकै माइत पनि यही हुन्छ क्या। हेर न अब खाना बनाएर गयो कि। छोरी आज दही ल्याइछु दही दही र चिउरा खाउँला आइज छिटो। आज आमाले दही ल्याइलिन्छन् ल म गइहाल्छु। ए बुहारी कहाँ छ लाया हिजो पनि गइहाल्ने आज पनि गइहाल्ने तिनकै माइत गएर हुन्छ। जानु परेन त जानु परेन। घर कहिले ल्याउँछौ कहिले मासु ल्याउँछौ कहिले दही ल्याउँछौ जहिले पनि त्यही सिन्कीको झोल र भात त्यति त हुन्छ। म आमाले कति मिठो मिठो ल्याउँछन् कहिले मासु ल्याइदिन्छन् कहिले दही ल्याइदिन्छु म त गइहाल्छु म त तिमी त्यसै गरेर आफै पनि आफै खाऊ। छोरी हाम्रो तारे भैँसी बिहा छ आइज बिगुदी खान।